यो पास्टर मालम बजार यहाँनिर यसरी व्यापार गरिन्छ। हेर्न सक्नुहुन्छ यहाँहरुलाई म सरर देखाउने गर्छु। यो काठको बाल्टीमा भाग राखिएको छ। त्यस्तै गरी यो चाहिँ यसरी पानी बेच्ने कार्यक्रम छ। मान्छेहरु आउने जाने भइरहेछ। त्यति साह्रै भिडभाड छैन। यहाँ सिरानीहरु बेच्ने कार्यक्रम छ। यहाँ केराहरु यस्तो बुढो भएको आन्टी अंकलहरुले यसरी व्यापार गर्नुहुन्छ। एक साइडमा माछा मासुहरुको व्यापार भइरहेछ भने अर्को साइडमा तरकारीहरुको व्यापार भइरहेछ। के छ माछा लिने तयारीमा हुनुहुन्छ क्या? माछा लिनु भनेको त यस्तो जाम भएर वेटिङ निकै ठुलठुलो माछाहरु छ है। यहाँ माछा बेच्ने पहिला त पुरुषहरु आउँथे, अहिले महिलाहरु मात्रै छन् है। एकदमै 4-5 जनाले यहाँ काटिराख्थे। अहिले तिनीहरुको पार्टी फुटी छ कि कसो भयो के? पार्टी फुटेर लाग्यो। त्यस्तै लाग्यो मलाई पनि। यो चाहिँ कपडाहरुको व्यापार। राम्रो पाइन्टहरु छन्। यो तरकारीमा निकै सस्तो दिने फलफुलहरु है। यो सायद अलिकति सेकेन्ड ह्यान्ड ड्यामेज हुन लागेर पनि होला कि। मेवा त ठिकै छ। त 4 रिङ्गिटको मेवा त धेरै राम्रो हो नि। मेवा त ठीक छ तर 1 केजी है नि त। यो त धेरै केजी छ होला नि यो चाहिँ त है। मलाई सानो चाहिँ ठीक छ। तर बाहिर बोकेर मात्र खुलुत्त भएको यो भित्रको हाल्नु के यार? त्यो सेउ राम्रो हुन्छ। अहिले आएर हेरौँ नि त। फुली भाइ हालौ न अनि बाहिर मात्रै हो। अहिले आउँदा लैजाउँला। यो चाहिँ सेउ राम्रो छ। ल यहाँ 15 अरे सबै RM 15 का चप्पलहरु। यहाँ उखुको जुस पिउने भिडभाड छ। यहाँ उखुको जुस पाइन्छ।